हेलो कक्षा 10 तपाईहरुको चाहिँ लेटर ग्रेडिङबाट चाहिँ रिजल्ट आउँछ। यो भनेको चाहिँ तपाईको कुनै पनि सब्जेक्टमा चाहिँ तपाईहरुले चाहिँ पास गर्नुपर्छ। कति मार्क्स ल्याएर भन्दाखेरि 35% ल्याउनु पर्ने हुन्छ। फुल मार्क्सको 35% भनेको कति हो भन्दाखेरि एक्जाम्पलको लागि तपाईको फुल मार्क्स चाहिँ 75 छ भने 75 इन्टु 35 डिवाइड बाई 100 गर्नुभयो भने कति आउँछ? 26.75 आउँछ। हो, पर सब्जेक्टमा तपाईले 75 को फुल मार्क्स हो भने 26.25 ल्याउनु भयो भने तपाईहरु पास हुनुहुन्छ। प्रत्येक सब्जेक्टमा तपाईले त्यति ल्याउनु पर्यो। त्यसैगरी 100 मार्क्स हो भने तपाईले त्यही अनुसारको मार्क्स 35 नम्बर ल्याउनु पर्ने हुन्छ। त्यसकारणले गर्दा पास हुनको लागि तपाईले 35% ल्याउनु भयो भने तपाई पास हुनुहुन्छ है साथीहरु। र रिजल्ट तपाईको कहिले आउँछ भनेर चाहिँ हामीले यो भन्दा पहिलाको भिडियोमा पनि भनिरहेको छौं। तपाईहरुको कक्षा 10 को चाहिँ असारको दोस्रो तेस्रो चौथो सातासम्ममा चाहिँ रिजल्ट आइसक्छ। तपाईहरुलाई हामी जानकारी दिने नै छौं। हामीसँग रहनु होला भन्न चाहन्छौं।